Hello guys, good morning and welcome to my another new vlog. आज चाहिँ म बिहानै उठेर हैन अब यसो रुम सफा गर्छु अनि खाना खान्छु। खाना खाइसकेपछि यसो फ्रेस भएर एकछिन यसो फ्रेस हुन्छु। रुम पनि सफा गर्छु, अलिअलि भएको छ। अरू के छ खबर? अनि मैले चाहिँ आज पासपोर्ट बनाउन जाने भने कि पासपोर्ट बनाउन जान्छु अनि खै के हुन्छ लेट्स सी हेरौँ। जान मन लागिरहेको क्या, मलाई झ्याउ लागिरहेको छ। त्यही भएर के गर्दै हुनुहुन्छ त? यो कति दिन भइसक्यो घामै लागेको छैन, यत्तिकै बादल पनि भनौँ कि खै के भनौँ। त्यो इलेक्सन भएदेखि, चुनाव भएदेखि चाहिँ आजको दिनसम्म पनि घाम लागेको छैन। 3-4 दिन भइसक्यो होइन। त्यही भएर अरू के छ हालखबर? कस्तो चल्दैछन् दिनहरू? अनि लुगा धुने भने घामै लागेको छैन, अलिअलि त धुन बाँकी छ। अलिअलि हिजो धोएको थिएँ। त्यही भएर म के गर्छु देखाउँछु त। ल म चाहिँ यसो रुम मिलाउँछु होइन। भर्खर उठेको थिएँ अनि रुम मिलाएर त्यसपछि एकछिन फ्रेस हुन्छु, नुहाइधुवाइ गर्छु होइन। अनि खाना खान्छु। यहाँ चाहिँ अझै पनि चिसो नै छ कि, त्यस्तो एकदमै धेरै चिसो त छैन होइन। त्यही पनि अलिअलि त चिसो नै छ। त्यही भएर म यसो झाडु लगाउँछु होइन। अरू भन्दा रुम अलिअलि सफा गर्छु। कस्तो मेसी भएको जस्तो लाग्यो क्या। मलाई आफैले सफा गर्नुपर्छ कि रुम चाहिँ। यताउता मेरो सामानहरू जहाँ छ त्यही हुनुपर्छ कि। अनि त्यही भएर म हप्तामा एक दिन चाहिँ राम्रोसँग सफा गर्छु। अनि म रुम सफा गर्छु, त्यसपछि हजुरहरूलाई मिलाउँछु है त। अनि म चाहिँ पासपोर्ट बनाउन जाने भने अब अनलाइन फर्म चाहिँ म यहीँबाट भरेर जान्छु होइन। अनलाइन फर्म भर्दैछु अनि अनलाइन फर्म भरिसकेपछि अपोइन्टमेन्ट के टाइम लिनुपर्छ, म त्यो टाइम लिन्छु। त्यसपछि चाहिँ अनि म जान्छु पासपोर्ट बनाउने अफिस। यसको लागि चाहिँ थोरै टाइम हुँदो रहेछ कि। के अरे सेसन एक्सपायर भइहाल्दो रहेछ कि एकैछिनमा। अघि पनि एकचोटि ट्राई गरेको थिएँ, कस्तो टाइम आउट भएर फेरि झ्याउ लाग्यो, भरिनँ। अब चाहिँ फेरि भर्छु म। यसमा चाहिँ के भन्छ, पढेर मात्रै के अरे पढेर मात्रै प्रि इनरोलमेन्ट चाहिँ गर्नु होला भनेछ होइन। अब के भने म चाहिँ पढ्दै थिएँ कि फेरि सेसन एक्सपायर भएर फेरि भर्नु पर्यो। मलाई झ्याउ लाग्दैछ, अब म भर्दैन। अनि त्यसमा चाहिँ के रहेछ भने यसो त्यसमा चाहिँ 34 पेजको चाहिँ 5000 तिर्नु पर्ने रहेछ होइन। 64 पेजको पनि हुँदो रहेछ, त्यसको लागि चाहिँ 10,000 तिर्नु पर्ने रहेछ कि। अनि म फेरि भर्दै थिएँ फेरि टाइम आउट बन्यो। मलाई अब भर्नै मन लागेन, म नभर्ने। अब लास्टै झ्याउ लाग्यो मलाई भर्न चाहिँ। अब म कहिले भर्दैन। अब म एकछिन रेस्ट गर्छु, फ्रेस हुन्छु अझै अनि भर्छु। र आँखा पनि कस्तो दुखिरहेको कि। म चाहिँ अब भर्खर मुख धोएर आएँ होइन। अब चाहिँ क्रिम लगाउँछु। काम नभएर मलाई कस्तो रिस उठ्यो। मलाई चाहिँ सुरुमा मैले जोइको स्किन फ्रुट्स भन्ने चाहिँ लगाउँछु क्या। मलाई यो
अलिकता चिल्लो भएन भने चाहिँ एकदम गाह्रो हुन्छ क्या फेसमा चाहिँ ड्राई छ नि त त्यही भएर अलिअलि लगाउँछु धेरै लगाउनुमा त्यसपछि चाहिँ क्लिन एक्स ब्युटीको के र मलाई चाहिँ यसले खै किन सुट गरेन कि खासै अनि मैले किनेको थिएँ होइन तर खासै मन परेन त्यही पनि अब किनिसकेपछि लगाउनै पर्छ होइन अनि यही नै युज गरिरहेको छु कि मैले तर मैले चाहिँ खासमा नितुलिस्टको चाहिँ भ्लगहरू एकदम धेरै हेर्ने भएर होइन उसले चाहिँ एकदम राम्रो छ तर मलाई चाहिँ खासै मन परेन कि लिनु चाहिँ लिएँ होइन तर मलाई राम्रो भने चाहिँ फिटिक्कै लागेन भयो त्यसपछि म चाहिँ रास्ताभरिको लगाउँछु क्या कति एसपिएफ 60 लगाउँछु त्यो चाहिँ पहिला बिचमा मैले सोचेँ पहिला पनि यही युज गर्थेँ होइन अनि बिचमा चाहिँ मैले लगाउन छोडेँ त्यो मेरो कस्तो नराम्रो भइसक्यो भने नि मलाई पनि मन पर्दैन होइन तर यो सुट चाहिँ यस्तो सुट हुन्छ मजाले बस्छ क्या यो क्रिम चाहिँ एकदम मजाले बस्ने भएको भएर मलाई लगाउन मन लाग्छ एउटा अर्को पनि छ क्या मसँग याला अनि यसले चाहिँ कस्तो फाल्छ क्या पुरै त्यो हुन्छ नि दाना दाना जस्तो अनि मलाई लगाउनै मन लाग्दैन यो क्रिम चाहिँ अनि म लगभग अलमोस्ट डन भइसक्यो होइन अब म थोरै लिपस्टिकको टचअप गर्छु चाहिँ म यतिको लगाउँछु धेरै लाग्दैन अब त्यसपछि म यो लगाएर होइन I'm done अब चाहिँ म लुगा चेन्ज गरेर मिल्छ अब म के अरे ड्रेस चेन्ज गरेर मिल्छु है त ओके गाइज आई एम अलमोस्ट रेडी फर द रेडी अब अलमोस्ट के भन्नुहोस् म रेडी नै भइसकेँ होइन म सिङ्गल छु है त अब म एकछिनपछि चाहिँ निस्किन्छु अहिले त निस्किन्न होइन अब एकछिन पछितिर निस्किन्छु फेरि म बाहिर गइसकेपछि म क्यामेरा चाहिँ मान्छेहरूको अगाडि अन गर्नै सक्दैन कि मलाई कति धेरै अप्ठ्यारो लाग्छ कि अनि म बाहिर कहीँ गएँ भने पनि भिडियो बनाउँदैन मान्छेहरूको अगाडि त्यही भएर म रुमभित्रकै बनाएर हाल्छु होइन त्यही हेर्नु हजुरहरूले अनि म एकछिनमा लाइभ पनि बस्छु होइन एकछिन लाइभ बस्छु अनि त्यही भएर मेरो फर्म पनि भरेँ कि अलिकति बाँकी चाहिँ फेरि भर्छु अनि डकुमेन्टहरू चाहिँ रेडी गर्छु होइन लानलाई फेरि के अरे पासपोर्टको चाहिँ के रहेछ भनेपछि आज चाहिँ अपोइन्टमेन्ट बुक गर्यो त्यो केही कारणले भएन भने फेरि लिनुपर्ने रहेछ कि टाइम चाहिँ त्यो चाहिँ कस्तो झ्याउ रहेछ भने नि आमा त्यही भएर मलाई रुगा खोकी लाएर कति दिन भइसक्यो कि सन्चो नै भएको छैन म अस्ति बिचमा त 2-3 दिन
मलाई यति गाह्रो भएको थियो कि रुगाखोकी लागेर के भन्नु। त्यही भएर अनि म यसो खाना खान्छु एकछिनमा, त्यसपछि चाहिँ म लाइभ बस्छु है त। सबैजना मेरो लाइभमा पनि जोइन भइदिनु होला होइन। अनि मेरो च्यानललाई लाइक पनि गरिदिनु, कमेन्ट पनि गरिदिनु, सेयर पनि गरिदिनुहोस् न, सब्सक्राइब पनि गरिदिनुहोस् न प्लिज। यसो प्लेलिस्टमा गएर चाहिँ मेरो भिडियोहरू प्ले गरेर छोडिदिनु न। एकदमै गाह्रो रहेछ। मैले पहिला पनि लागेको थिएँ होइन, पहिला चाहिँ बिचमा म ग्याप भयो कि, बिचमा मैले छोडेको कि केही कुराहरूमा अल्झेँ होइन, अनि मैले चाहिँ कन्टिन्यू गर्न पाएन, फेरि लागेको छु। अब चाहिँ कन्टिन्यू गर्छु होला। अरू टाइममा भन्दा पनि म बिहान 8:30 देखि 9:15को बिचमा चाहिँ डेली लाइभ गर्छु, फ्रम सन्डेदेखि। आज भोलि पर्सि चाहिँ म दिउँसो पनि लाइभ नै हुन्छु होइन। त्यसपछि सन्डेदेखि चाहिँ म 8:30 देखि 9:15को बिचमा चाहिँ लाइभ बस्छु। त्यसपछि दिनभरि मलाई टाइम हुँदैन होइन। त्यही हो, यति नै हो आजको सर्ट भिडियोलाई चाहिँ माया गरिदिनु, लाइक गरिदिनु, सेयर गरिदिनु एन्ड कमेन्ट पनि गरिदिनु। सबैजना सब्सक्राइब पनि गरिदिनु होला। अनि एकछिनमा मेरो लाइभमा आउनुहोस् सबैजना। थ्याङ्क यू फर वाचिङ माई भिडियो।